मकै भात नै एक्लो चटारो छ मकैको धन्न लाउन चाडबाड भन्दा नि यही छ अब अहिले यति बेला मकै भात नै टुप्पा राख्ने सारा पनि नङ्गाउने त्यही छ काम रातभरि नगाए व्यस्त। भोजपुरका किसानलाई मकै थन्काउने चटारो रहेको छ। देशभर दशैंको माहौल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानहरूलाई भने मकै बाली थन्काउने चटारो लागेको छ। यहाँ प्राय भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त रहेका छन्। यहाँको लेकाली क्षेत्रको प्रमुख अन्न बालीका रूपमा मकैलाई लिने गरिन्छ। यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो। किसानहरूले हाल घर आँगन र गोठको छानामा मकै सुकाइरहेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकै बाली विस्तार भइरहेको छ। यसले किसानको आय आर्जनमा समेत सहयोग पुर्याइएको केन्द्रले जनाएको छ। स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन्। स्थानीय बजारमा प्रतिपाथी रु 200 देखि 250 सम्ममा मकै बिक्री हुने गरेको किसान गोरख बहादुर विष्टले बताउनुभयो। यहाँका 9 वटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ।